तर पनि लगिदिन्छु म त मा हेर देख्यो देखे केटा हो बाटो कस्तो छ हेरे केटा हो तर छ नि त भित्रीमा पनि दम त खतरा हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई भ्लग इट्स योर बोय एसिस सिधै पश्चिमदेखि अनि आज चाहिँ म ठ्याक्कै हाम्रो बर्दिया बबई छ नि होइन त्यहाँ जाँदैछु त्यही पहिला गएको झरनामा हेर्न सक्नुहुन्छ मौसम पनि दामी भएको छ अनि अर्को कुरा के हो भनेपछि मैले चाहिँ माइक छैन मेरो र मैले आज त्यो वाटर प्रुफ केसमा भ्लग गरेको छैन कि होइन नर्मल केसमा गरेको हुँदा साउन्ड त्यति राम्रो नबुझिन सक्छ अनि ठ्याक्कै अहिले चाहिँ म आर्मी ब्यारेकमा आएको छु होइन अब यहाँ चाहिँ क्यामेरा बन्द गर्नुपर्छ सबैलाई थाहा छ होइन यहाँ बाइकको नम्बर टिपाउनु पर्छ अब रुल्स भनेको रुल्स हो क्या अनि आजभोलिको भ्लगरहरूलाई देखेर मलाई अति ठिस लाग्छ क्या कस्तो भ्लगर के सिक्छ क्या अब आउने भाइहरूले हामीलाई हेरेर होइन अपकमिङ योहरूले के सिक्छ क्या मिरर हुन्न बाइकमा होइन अलिकति हुन्छ नि अब भ्लगर भएपछि ज्ञान दिनुपर्छ गाइस त्यो मतलब हामी यहाँ क्यामेरा बन्द गर्नुपर्छ है गरिहालौँ अनि कुरा गरौँ न फाइनली गाइस चेक पोस्ट पनि गरिसक्यो अगाडि अब सुमन र विजय छ होइन मेरो साथी म चाहिँ छु अहिले अनि त्यही हो भ्लगरहरूले के सिक्ने त भन्ने कुरा हो क्या अब के सिकाउने दाइहरूले सब भ्लगरहरूलाई हेर्छु होइन मिररतिर तानेर चलाइरहेको छ एक्सिडेन्ट हुन्छ नि त त्यसको कारणले होइन भोलि भाइहरूले पनि त्यही सिक्छ त्यही गर्छ त्यही हो गाइस अब पुलिस सिट हातमा बाइकमा है बाटो त स्टेट नै हो तर हल्का यस्तो टाइपको भएर धेरै गएन क्या र यसको सायद क्लोज प्लेट पनि जान लागेको होला अब चाहिँ हामी यस्तो खतरा जङ्गलमा इन्ट्री हुँदैछ होइन बाटो पनि दामी छ र हामी यहाँदेखि जानुपर्ने चाहिँ 17 किलोमिटर छ बबई होइन हामी बबईसम्म जाने चट्ट पौडी खेल्ने हो फर्किने हो दुईवटा साथी पछाडि छ पछाडि छ भन्दा त देखेकै छैन त म आँखा डक्सहरू त पहाड हेर्न सक्नुहुन्छ मस्त छ क्या चिल पिल हुन्छ नि अब आयो केटाहरू ल केटा हुँदै हेर्नु हाई भ्लगमा हाई भन्दै केटा हो बबईको नजिकै छ यहाँदेखि बबई चाहिँ 1 किलोमिटर अनि के भन्नु यहीँदेखि स्टार्ट भइहाल्यो पुल चाहिँ 1 किलोमिटर छ होला सायद यहाँ हल्का ट्राफिक चेकिङ पनि हुन्छ त्यही हो भोइसमा त के आउँछ होला अब मैले त्यसलाई अलिक सक्दो म्यानेज गर्छु त्यो भोइसहरू सबै होइन एडिट गरेर दामी बनाउने कोसिस गर्छु बाटोदेखि जाने भन्ने कुरा हो एउटा उतादेखि छ एउटा यतादेखि मान्छेले सोधिराख्नु भएको हुन्छ लोकेसनहरू पनि भनिदिनु होला लोकेसन भनेर एउटा चाहिँ हामीदेखि जाने बाटो छ तलदेखि ठ्याक्कै फर्स्टमै सुरुमा पिच रोड छ छिर्ने एउटा चाहिँ यहाँ चाहिँ एउटा बबईको पुल तलदेखि छ बिजु सायद उताको बाटोदेखि जान्छन् होला के भयो नजाउनु चाहिँ यो चाहिँ हाम्रो बबईको भ्यू हो चारवटा पहाड दुईटा पहाड छ एउटा अनि अर्को अनि पुल यतादेखि जाने कि त्यहाँदेखि कहाँदेखि जाने यतादेखि कुन बाटोदेखि जाने
एउटा यहाँदेखि पनि छ त्यहाँदेखि पनि छ जाम ल ल हामी पछाडिको बाटोदेखि जान लाग्छौँ चट्ट लाएर हेर्न सक्नुहुन्छ त्यो पुल भयो होइन त्यहाँ ट्राफिक चेकिङ हुन्छ धेरै जस्तो त्यहाँदेखि स्याट्टै ठ्याक्कै उता सबभन्दा फर्स्टमा भित्र जाने बाटो छ यो बाटोको पिछै पिच छ यो बाटो चाहिँ यो बाटो सिधा आउनुपर्छ होइन भ्यू हेर्न सक्नुहुन्छ कि दामी दुईवटा पहाड देख्दैछ होइन मस्त भन्ने लाग्छ कि हाम्रो यहाँको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ गाउँको भ्यू हो होइन हामी चाहिँ के भयो भने चाहिँ अब म चाहिँ अर्को बाटोदेखि आउँदै सधैँ अनि यतादेखि पनि बाटो चाहिँ म चाहिँ उताको बाटोदेखि हो कि जाने पुलको छेउको अनि साथी चाहिँ यतादेखि पनि जान्छ भनेर आएको तर बाटो रङ भयो पनि दामी भ्यूहरू हेर्न पाइयो होइन गाउँहरू सानो सानो घरहरू गल्तीबाट नै हो क्या जे कुरा पनि सिक्न पाइने भन्दैमा फेरि गल्ती पनि गरिराख्नु हुन्न केटा हो पेट्रोल पनि धेरै महँगो छ यता हो यता जाने हो अरे के एउटा गाउँतिर जाने बाटो छ र एउटा यता जाने यो बाटो यो यस्तै हराइन्छ गाइडहरू बाटो सिकाउनु लाग्यो आफै हराइतिर अब के भन्ने हराइन्छ होइन के छ र तर यही बाटो हो कि हामीले भेटाउनु खोजेको चाहिँ राम्रै भयो महाका डक्स पुरा हिलो हिलो रहेछ बाटोभरि उता माथिदेखि जाम यार यता त पुरा हिलो हिलो छ होइन माथि छैन हिलो जाने यहीदेखि भयो फर्किहालौँ के छ र ओहो खतरा अफरोड हुने भयो हाम्रो त अफरोड केटा हो बाइकले छोयो भने त बर्बादै हुन्छ त यार छिर्छ त यतिमा योमा छिर्छ होला बरु त्यो चाहिँ तल बगिरहेको हाम्रो बबै खोला हो ओ ल दामी भित्रीले पनि तान्छ क्या अफरोड त केटा हो यार ढुक्कै तान्छ यो चाहिँ हाम्रो तलको बबै खोला हो त्यो चाहिँ पहाडहरू दामी घरहरू पनि छ यो चाहिँ के हो ट्विन हो क्या सायद है तर अहिले चल्छ कि चल्दैन यार चल्छ होला सायद ओहो यहाँदेखि बाइक खस्यो भने त फेरि ओए ल मिसन सक्सेस तल पनि पौडी खेलिरहेको छ तर हामी जानुपर्ने चाहिँ यो बाटोदेखि माथि हो त्यहाँदेखि थोरै टङ लगेर ओहो जान्छ किन यार त्यो बाटोमा बाटो त फेरि केटा हो भिछिरी चलाइन्छ देख्यो केटा हो डट बाइक नभन भिछिरीले नि तान्ने गर्छ अफरोड मजा आउने भयो हेर केटा यो बाटोमा त ल कसम यो बाटोमा त कसम ल डट बाइक लगाउनु पनि गाह्रो हुन्छ होला यार तर पनि लगिदिन्छु म त हेर देख्यो केटा हो बाटो कस्तो छ हेरे केटा हो तर छ नि त भित्रीमा पनि दम त खतरा ल गाइजहरू यो चाहिँ पार्किङ हो यो भन्दा उता बाइक जाँदैन हेर यस्तै चलाउँछु बाइक मैले बिचारा फ्यान पनि चालु भइसकेछ मेरो त अनि कहिले पनि ढुङ्गाहरू चाहिँ राखिदिनुपर्छ गाइजहरू है यहाँ तल दब्छ नत्र बाइक पल्टिन्छ यो चाहिँ आफ्नो बाइकलाई माया गर्नुपर्छ है
फाइनल्ली गाइज हामी पुगिसक्यौँ यहाँ हेर्नु सक्नुहुन्छ सुमन आउँदैछ चक्कर लाएर तर यहाँ अहिले ढुङ्गाहरू कहाँदेखि आएको रहेछ यति धेरै हजुर जान्न गाइज माछा हेर्न माछा कति ठुलो फाइनल्ली गाइज पौडी पनि खेलियो अब हामी यहाँदेखि जान लागेको होइन अब सानो यहीँको भाइ पनि रहेछ भाइलाई पनि हल्का पैसा दिएँ भाइले बाइक साइक हेर्दै थियो अघि गाह्रो छ गाह्रो ओइ एकदमै सिसाहरू पनि फुटालेर फालेछ क्या यता आउने मान्छेहरू पनि हल्का केयर भएर आउनु होला त्यही हो अब गोप्रोमा पनि धेरै चार्ज थिएन पहिले उता घरबाट आउँदै 40% मात्रै थियो अब यहाँदेखि सिधै बाइकमा भेट्न पर्छ लुगा अब यहाँदेखि पनि निस्किनु लाग्यो बाइक सब आइयो बाटोहरू त त्यही हो फेरि हेर्न सक्नुहुन्छ पुरै ढुङ्गै ढुङ्गो ए यतिदेखि हालिदिउँ न ल मस्त चिसो भन्छ हाम्रो नेपालमा यस्तो गर्मी हुन्छ नि ओहो के कुरा गर्नु तल पनि पौडी खेलिरहन् त्यही हो गाइज अब बाटोमा भेट्नुपर्छ है यस्तो बाटो आएकै बाटो हो कि ओइ 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 हेलो हाई गर्दै सबजनाले तिम्रो नाम के हो कान्छी के तिमीहरूको नाम ल बाई बाई गरिदेऊ दादालाई साइलेन्सरले छोइरहेछ साइलेन्सरले ओइ